विद्याको शक्ति तपाईको एउटा मतको क्रान्तिबाट सम्भव छ। भ्रष्टाचारीलाई भगाउने तपाईको सबैभन्दा ठूलो शक्ति त्यो एक मत हो। कृपया तपाईको यो एक मत चाहिँ खेर नफाल्नुस्। हिजो क्यामेराको माध्यमबाट हजारौं भ्रष्टाचारीहरूलाई कठघरामा ल्याउँदै गरेको रवि लामिछाने, विदेशमा अलपत्र परेकी चेलीलाई उद्धार गर्दै हिँडेको रवि लामिछाने, विकट ठाउँमा अस्पताल नभएर ज्यान गुमाइरहेका सुत्केरीहरूको ज्यान बचाउनको लागि अस्पताल बनाएर हिँडिरहेको रवि लामिछाने, अनि यो देशका जनताको भाग्य बदल्छु भनेर राजनीतिमा आएर केही राम्रो काम गरिरहेको रवि लामिछानेलाई कतै नेपाली जनताले देखेका सपनाहरू पूरा भइ पहाल्छन् कि भनेर कर्या छ्याप पारेर जसरी जेलको काल कोठरीमा लगेर बन्द गरिएको छ, त्यो काल कोठरीको ढोका अब नेपाली जनताले यो आम निर्वाचन मार्फत खोल्नेछन्। यो कुराको उद्घाटन म यो ताप्लेजुङको यो पाथिभरा माताको कोखबाट म गर्न चाहन्छु, यो काखबाट म गर्न चाहन्छु। संसद भवन अगाडि 13 वर्षको कलिलो बच्चाको छातीमा गोली ठोक्ने केपी ओलीहरू फेरि पनि यहाँनिर टाउको उठाउँदैछन्। खबरदार, यहाँबाट म खबरदार गर्न चाहन्छु। 12-13 वर्षको बच्चाको छातीमा गोली चलाएर फेरि पनि यिनै जेन्जीमाथि शासन गर्छु भनेर अब सपनामा पनि नसोचे हुन्छ, उखान टुक्का नहाने हुन्छ भनेर म भन्न चाहन्छु। र जेन्जीहरूले पनि आज त्यही कुराको माग गरिरहेका छन्। जिल्ला अस्पतालमा एउटा बच्चाको हड्डी फ्र्याक्चर भयो भने पनि त्यहाँनिर उपचार गराउन नसक्ने डाक्टरहरू छन् अरे, अनि यस्तो अस्पताल बनाएर एउटा डाक्टर समेत राम्रो राख्न नसक्ने नेता पनि के नेता? अनि फेरि त्यस्ता मान्छेहरूको पछाडि जिन्दाबाद र मुर्दाबाद भनेर अलिकति रक्सी शान्ताराम र राँगो खाएर हामीले हाम्रो देशलाई बर्बादीको खाडलतर्फ लाने हुँदैन साथीहरू। अब हुँदैन, देश अब यही हालतमा चल्न हुँदैन। देशमा परिवर्तनकारी शक्ति आइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी बजाएर भ्रष्टाचारीहरूलाई ठाउँ ठाउँबाट लखेड्ने अभियान सुरु गरिसकेको छ। हिजो एकजना ड्राइभर हुनुहुन्थ्यो हामीलाई, जसले इलामदेखि यहाँसम्म ल्याइदिनु भयो। उहाँले मलाई के भन्नुभएको थियो भने यो गाडीले धेरै पटक योगेश भट्टराईलाई बोक्यो, 15 वर्षसम्म योगेश भट्टराईलाई बोक्दा 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 अब थाके, अब त म घन्टीलाई बोकेर हिँड्छु भनेर उहाँले पनि भन्नुभएको थियो। हामी जेन्जीको सपना पूरा गर्ने एउटै मात्र व्यक्ति त्यो रवि लामिछाने हो भन्ने जेन्जीहरूलाई पनि थाहा छ, हो कि होइन भन्नुस्? त्यो जेन्जीको रगतले त्यो दिन मात्रै न्याय पाउनेछ जुन दिन रवि लामिछाने नक्खु कारागारबाट सिधै प्रधानमन्त्रीको कुर्सीमा पुग्नेछ, अनि त्यसपछि बट्टाबट्टी भ्रष्टाचारीहरूलाई समातेर त्यो काल कोठरीमा जाग्नेछ। त्यो दिनबाट नेपालको विकास र परिवर्तन सुरु हुन्छ साथीहरू। अहिले मान्छेहरूले भन्छन् यो देशको सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी, भ्रष्टाचार हो, अनियमितता हो भन्छन्। मलाई त त्यस्तो लाग्दैन। यो देशको सबैभन्दा ठूलो भ्रष्टाचार, यो देशको सबैभन्दा ठूलो समस्या भनेको कांग्रेस एमाले हो। यिनीहरूलाई जरैबाट उखालेपछि यो देशको सबै समस्या समाधान हुन्छ। अब पनि ताप्लेजुङले त्यो कुराको महसुस गरेन भने फेरि अघि मैले भनेको जस्तै कति शिक्षिकाहरू भिडबाट लडेर मर्ने हुन्, कति सुत्केरीहरूले ताप्लेजुङको बाटोमा माथि मेन रोडमा पुग्दा नपुग्दै ज्यान गुमाउने हुन्, कति आमा बुवाहरू बिचरा यहाँ घाँस काटेर भिडबाट लडेर मरिरहेका हुन्छन्। त्यस्ता जनताको भोट पाएर यहाँबाट योगेश भट्टराईहरू काठमाडौँमा गएर यस आराम गर्छन्। त्यसको लागि त भोट दिएको होइन होला नि त। रवि लामिछाने भनेको तिमीहरू जस्तो भ्रष्टाचारी तस्कर नेपाली जनताको पसिना चुसेर आएको मानिस होइन, आम जनताका पीडा समस्या अनि घाउहरूमा मलमपट्टी लगाउँदै आएको रवि लामिछाने हो। रवि लामिछाने युगको नेता हो। उसलाई जति दबाउन खोज्छौ त्यति बलियो हुन्छ, जति हेप्न खोज्छौ त्यति उसलाई नेपाली जनताले माया गर्छन्। र चुनावको डरले भोलि रवि लामिछाने निक्लिएर हाम्रो जमानत जफत गर्छ भन्ने डरले यदि रवि लामिछानेलाई भित्र